बिहानै उठेर होइन टक्क मुख सुख धोएर ट्याक्क यसरी आयो होइन ट्याक्क ढोका खोल्न लाग्यो हेरेर पनि होइन के छ भनेर यसरी हेरेको ब्लगले पुरा थिचेर राखेर हेरेको होइन लक कसरी लक भयो यो त यस्तो गऱ्यो भने लक हुन्छ नि त यो जाँदैन यस्तो अनि मैले यस्तो गरेर यस्तो ठेल्नु त जाँदैन कसरी लक भयो भनेर हेरेको होइन यस्तो यस्तो रहेछ यो भेडो बुढो छ कि यहाँ एउटा फोन गरेर घरमा बोल्न र हिँड्न पनि डराइ हिँड्नुपर्छ हौ त्यो बुढोले अब आएर ल्याङ हान्ने हो कि होइन भनेर झन् अहिले त विदेशीहरूलाई टाइट गरिरहेको छ नि त बुढोलाई खसी बनाउनु पर्ने हो यो बुढोलाई खासमा यो बुढो मातिने बुढो रहेछ नेपालमा भए भए यसको मैले खसी बनाएर यहाँको मान्छेहरू भेडो 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 हुन्छ होइन त्यही हो अब यस्तो गर्नु चाहिँ हुँदैन थियो गरेछ बुढोले गरोस् नेपालीको छोड्दैन थियो अच्छा बुढोले के यो ब्लगवाला बुढो कस्तो खालको आधो बुढो रहेछ त्यो चारवटा केही छैन खुली त मातर खुली के भयो यस्तो बिस्तारै राम्रै राख्न चाहिँ जे भए पनि जस्तो भए पनि राम्रै बिस्तारै राम फेरि यो कस्तो बज्ने ब्लग रहेछ नि खुल्ली बुढोलाई के भन्ने त अब यस्तो छ यहाँको मान्छेहरू सबै भेडा हुन्छ कि जसले पनि भन्न पर्छ हामी यो मैले त्यो बोकेको छ तिम्रो पनि बोकेको मेरो त तल